ए हजुर, मलाई 1500 जति दिनु न। किन? एउटा सानो काम थियो। तिमीलाई हरेक महिना घर खर्च बापत मैले पैसा दिएकै छु। महिनाको जाब 20,000 रुपियाँ कमाउँछु। म कुनै धनी बाउको छोरो होइन। तिमीले जे भन त्यही वायत कुराहरू कुरा गर्ने। हेलो दाजु, नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु बहिनी। मलाई 1500 जति चाहिएको थियो। आजै दिनु न, म 2-4 दिनमा फिर्ता गरिदिइहाल्छु। एउटा सानो काम थियो। ए तिमीले अब माइती पनि गुहार्न थाल्यौ? तिमीले जाब 1500 माइतीमा मागेर के पुष्टि गर्न खोजेको? बुढाले 1500 पनि दिँदो रहेनछ भनेर चाहिँ मेरो बेइज्जत गर्न खोजे कि? त्यस्तो केही होइन हजुर। हजुरसँग मागेको थिएँ। आज हजुरको जन्मदिन, सरप्राइज दिन मन लाग्यो। अनि हजुरले छैन भनेपछि दाजुलाई कल गरेको। त्यो पनि ऋण स्वरूपै मागेको हो मैले। अरे यार, मलाई माफ गरिदिऊ। आई एम सो सरी। तिमीलाई मैले बेकारमा गाली गरेँ। यो सबै आखिर मेरै लागि त रहेछ नि। होइन, ठिकै छ, केही छैन त्यस्तो।